लेकमै जङ्गलमै बास भयो क्या हाम्रो ग्रुप त। अरू साथीहरू त धोरपातन पुग्नु भयो, हाम्रो त पुगेन। हाम्रो त लगभग त्यहाँ पुग्न त आज 3-4 घन्टा लाग्थ्यो। अनि जङ्गलमा खानेकुराको कुरा हुन्छ, खानाको त त्यहाँ कुरै थिएन। खानाको त अब त्यो यताबाट जाने बेला झोलामा अलिअलि बोकेको चिउराहरू पनि अब सिद्धिसकेको थियो, थोरै थोरै मात्रै थियो। कसैको झोलै हुँ छुटिसकेको थियो। त्यो भएर खानेको त कुरै छैन। त्यहाँ खाना कहाँ पाउने, कहाँ खाने भन्ने कुरै छैन। हामीलाई त त्यहाँ पानी नै पाइँदैन, त्यहाँ पानी नै नपाउने अवस्था। अब आफूसँग भएको बोतलहरूमा बोकेर त्यही देशविदेशी सशस्त्रहरूलाई खुवाउने हुन्छ। अनि हामी आफूहरूले त अब भेट्यो भने जति खाइयो खाइयो। त्यो रात त सशस्त्रहरू पनि तपाईँहरूसँग भोकै? हजुर, हामीहरूसँग भोकै अब अलिअलि भएको चिउरा एक गाँस चिउरा बाँधेर खाइयो सबैले। अनि हामी आफूसँग भएको सिल्पिङहरू उनीहरूलाई दिएर हामीहरू खाली जङ्गलमा हामीहरू खाली